तू भी कार्टून मैं भी कार्टून दोनों कार्टून कार्टून वही थे त पनि कार्टुन म पनि कार्टुन ओए दोस्त र यो चाहिँ हो मन्दिरसम्म पुग्ने इन्ट्रान्स पोइन्ट र यस्तै इन्ट्रान्स पोइन्ट पनि अर्को पट्टिबाट पनि छ र म चाहिँ अहिले गोरखकाली मन्दिर गोर्खामा छु र आज म यता अर्को ठाउँ घुम्न जाने भनेर गएको थिएँ तर त्यो बाटो चाहिँ धेरै नै लामो भएको कारणले गर्दाखेरि म आज गोरखकाली मन्दिर घुम्न आएको छु। आशा छ हजुरहरूले पनि यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र आजको यो ब्लगमा खास गरेर चाहिँ म चाहिँ बाँदरहरूसँग मात्रै रमाउने कोसिस गर्नेछु। यो बाटोमा हिँड्दै गर्दाखेरि धेरैभन्दा धेरै बाँदरहरू देखेँ जस हेर्नु यो सानो बाँदरले मलाई कस्तो माया लाग्ने गरेर त्यो खानेकुराहरू मागिरहेको के अनि त्यो ठुलो बाँदरले कस्तो गरेर हेर्छ कस्तो खैरो खैरो आँखा कस्तो डर लाग्ने आँखाले हेर्ने के अनि कस्तो डर पनि लाग्ने कस्तो मजा पनि आएको थियो। आजको यो दिन खास स्पेसल दिन नै भनौँ न रमाइलो नै भयो एकदम हेर्नु मलाई चाहिँ पछाडिबाट यस्तो हानेर मलाई पनि खाना दे भनेको होला तर मलाई चाहिँ कस्तो डर लागिरहेको थियो क्या। तर यहाँ घुम्न जाँदाखेरि एउटा बहिनीको त्यो सामान पनि त्यो बाँदरले खोसेर लगिदिएको थियो भन्नाले चाहिँ यो मन्दिरमा चाहिँ बाँदरको चाहिँ आतङ्क चाहिँ धेरै नै रहेछ जस्तो लाग्यो तर मलाई चाहिँ मजा आएको थियो यो ब्लग बनाउन के यो भिडियो बनाउन अनि घुम्न पनि लास्टै मजा आएको थियो रिफ्रेस नै फिल भएको थियो। मैले जहाँ जुन ठाउँमा पुग्न भनेर म गएको थिएँ त्यहाँ चाहिँ म पुग्न सकेको थिएन तर पुग्न नसके पनि यहाँ यो मन्दिरमा आएर पनि घुम्दाखेरि धेरै नै रमाइलो भएको थियो। सायद तपाईँहरू पनि घुम्नु भएको छ होला यदि घुम्नु भएको छैन भने तपाईँहरू आउनु होला एकपटक घुम्न र यो चाहिँ पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँ र यहाँ पूजा गर्ने गरेको ठाउँ हो तपाईँहरू सबैलाई थाहा नै छ होला र मैले धेरै यो ब्लग चाहिँ बनाएको छु लामो नै बनाएको छु तर धेरै लामो बनाइनँ किनभने योलाई चाहिँ मैले चाहिँ पार्ट गरेर पार्ट 1 पार्ट 2 गरेर चाहिँ मैले हाल्ने कोसिस गरिरहेको छु। र यो मन्दिरमा चाहिँ यो ठुल्ठुलो है के हो मलाई त थाहा भएन अनि यो चाहिँ सायद तोप नै होला र यहाँ चाहिँ कसले बनाएको अनि कति सालमा बनाएको भन्ने कुराहरू लेखेको छ तर मैले राम्रोसँग चाहिँ बुझ्न सकेन। फेरि पनि हेर्दा चाहिँ जस हेरौँ न भनेर चाहिँ नि मैले निकै जान्ने बुझ्ने जस्तो गरेर हेरिरहेको छु क्या मैले क्या
यो चाहिँ सायद हुन सक्छ होला पुरानो ढोलकहरूको सायद दमाहा टाइपको हुनसक्छ होला जस्तो लागिरहेको थियो मलाई। यो चाहिँ भयो घन्टी र यस्तो देखिन्छ यो गोर्खा मन्दिरको जो पूजा गर्ने ठाउँ छ यस्तो देखिन्छ। यहाँ चाहिँ पुलिसहरू पनि उहाँहरूले सेक्युरिटीहरू दिइराख्नुभएको छ। यो चाहिँ यहाँ चाहिँ एउटा के चाहिँ इन्ट्रेस्टिङ कुरा भयो भन्दाखेरि चाहिँ जो यो ठाउँ छ यहाँदेखि चाहिँ भित्र चाहिँ जान नपाउँदो रहेछ। म चाहिँ फेरि नयाँ ठाउँमा जान नयाँ चिजहरू सिक्न यस्तो टाइपको मान्छे भएकोले गर्दाखेरि चाहिँ म चाहिँ भित्र बसेको थिएँ र चाहिँ मलाई चाहिँ माथि रहेछ पाले मान्छे अनि त्यहाँबाट चाहिँ मलाई चाहिँ लखेड्दै आइरहेको कि म चाहिँ माथि चाहिँ के आवाज आयो भनेर चाहिँ म चाहिँ डराउँदै आइरहेको त मेरो पछि चाहिँ मान्छेहरू आएर चाहिँ किन आएको भनेर चाहिँ उसी गरिरहेको थिएँ। अनि मलाई चाहिँ थाहा नभएको कारणले गर्दाखेरि मैले चाहिँ सरी भनेको थिएँ, मलाई थाहा थिएन भनेर भनेको थिएँ। यो जो पुरानो यो घरको काठको बनाउने स्टाइलिसहरूको चाहिँ राम्रो छ। हेर्दा नर्मल देखिन्छ तर हेरिराख्दा चाहिँ त्यहाँ बनाएको चिजहरू चाहिँ कति राम्रोसँग कति दुःख गरेर कुदेको होला यो चिजहरू। यो सानो भिडियो चाहिँ समाप्त गर्न चाहेँ मैले र कृपया मेरो गोर्खा दरबारको भिडियो पनि आउँदैछ, हजुरहरूले त्यो पनि हेर्न नछुटाउनु होला भन्दै हजुरहरू खुसी हुनुहोला, मस्त रहनुहोला भन्दै सबैलाई बाई बाई।